हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। अनि म हुँ पक्थिङ। अनि तपाईहरु हेर्दै हुनुहुन्छ मेरो युट्युब च्यानल पक्थिङ अफिसियल। मेरो जिल्ला चाहिँ रौतहट जिल्ला हो। रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्बर 2 पर्छ यो हाम्रो कटानी। यो बाटो चाहिँ 4 नम्बर लाइनको रोड हो। 4 नम्बर पर्छ हैन यो रोड चाहिँ। एकदमै जस टिकटकतिर भाइरल भइरहेछ मेरो यो गाउँको रोड चाहिँ हेर्न सक्नुहुनेछ। तपाईहरुलाई म देखाइरहेको छु। अब हाम्रो अर्को 3 नम्बर रोड पनि देखाइदिन्छु। 3 नम्बरमा चाहिँ तपाईको पिच भएको छैन। म अब तपाईलाई देखाउँदै छु। अब यहाँबाट सरर गइन्छ हैन। म आज गाउँ झरेको 3 दिन भइसक्यो है। फाइनली साथीहरु मेरो काम चाहिँ बनेको छैन। अब अहिले एकछिनमा अब 10 बजेदेखि चाहिँ अब यहाँ गाविस खोल्छ। मेरो गाविसमा जानुपर्ने कामहरु छ। गाई छैन, अलि त्यो कागज पत्रहरु नमिलेको भएर बनाउन आएको म 3 दिन भइसकेको छ साथीहरु। हिजो हामी चाहिँ चपुर पुगेका थियौं। चपुरबाट हामी काम बनेन हैन, फर्केर आए। खै के मिलेन हो रे। अब डिटेलहरु चाहिने हो रे। अब त्यत्रो डिटेलहरु भएर पनि काम नपुग्दो रहेछ। न दुःख दिने काम हो कि हैन जनतालाई। त्यही हो साथीहरु। मेरो घर चाहिँ यो है साथीहरु। ल मेरो घर चाहिँ यतै हो साथीहरु। हेर्न सक्नुहुनेछ। हाम्रो पर चाहिँ एउटा बरमथान मन्दिर पनि छ हैन पर। अनि यो रोडलाई चाहिँ 3 नम्बर भन्छ। तर हाम्रो यो चाहिँ पिच भएको छैन है साथीहरु। यो चाहिँ मेरो घर हो। फाइनली साथीहरु यो चाहिँ मेरो घर। अनि मेरो घरमा चाहिँ आँपहरु पनि फलिरहेको रहेछ के साथीहरु। हेर्न सक्नुहुनेछ। बाँसघारी पनि टक्क छ एउटा। अनि यतातिर भाइहरुले नयाँ घरहरु बनाएको रहेछ। त्यस नयाँ घरहरु बनाउन थालिसकेको अवस्था रहेछ। हेर्न सक्नुहुनेछ। यो 3 नम्बर रोड हो तर यो पिच भएको छैन साथीहरु। रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्बर 2 कटानी है। यो चाहिँ हाम्रो गाउँ कटानी गाउँ हो। मेरो घरमा चाहिँ आँप फलिरहेको रहेछ। म देखाइदिन्छु है साथीहरु तपाईहरुलाई। ल हेर्न सक्नुहुनेछ। आँपहरु फलेको छ। मेरो घरमा चाहिँ टक्का आँप फलेको रहेछ है। सानो सानो परेको रहेछ टक्का। हेर्नु है। आँपको बोट छ, अम्बकको बोट पनि छ। सबै बोटहरु छ मेरो घरमा चाहिँ। हेर्न सक्नुहुनेछ तपाईहरु आफै। बाँसघारी छ है फेरि मेरो यहाँ चाहिँ। मेरो घरमा चाहिँ कल छ है साथीहरु। ल कल हाम्रो चाहिँ यस्तो कल हुन्छ है पानी खाने ठाउँ। टक्क लाएर यहाँ समाउने हो हैन। यसरी ठेलेपछि पानी आउँछ के। हेर्न सक्नुहुनेछ। टक्क लाएर यहाँ चाहिँ एउटा मोटर पनि लागेको रहेछ। हेर्न सक्नुहुनेछ है साथीहरु। ल गाइजहरु काले भएको छु यार। म त गाउँमा आएको 2-3 दिन भयो। काले भएको छु है साथीहरु। त्यो फाइनली साथीहरु मेरो गाउँमा चाहिँ यस्तै हो साथीहरु है। के कस्तो लाग्यो है तपाईहरुलाई कमेन्टमा छोडिदिनु है त। के कस्तो लाग्यो मेरो गाउँ तपाईहरुलाई यसो कमेन्टमा छोडिदिनु ल साथीहरु।
हेर्न सक्नुहुनेछ ब्याकग्राउन्डमा मेरो घर टक्क। अनि साथीहरू म तपाईहरुलाई मेरो खेत पनि देखाइदिन्छु है। हाम्रो खेत पनि देखाइदिन्छु है। यहाँ सिधाको सरर तल चाहिँ मेरो बुवा खनिरहनु भएको छ। पर धानको बिउ पनि राखिसक्नु भएको रहेछ यहाँनिर। पर धानको बिउ है। यता पनि रहेछ धानको बिउ, मकै पनि रहेछ। ल गाइजहरु यस्तै छ है आजलाई। अब म आज मेरो काम बन्यो भने भोलितिर फर्किनु पर्छ भनेको गाइजहरु। ल साथीहरु है, तपाईहरु मेरो भिडियोलाई हेरेर सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। गाइजहरु काले भएको छु यार। म त गाउँमा आएको 2-3 दिन भयो। काले भएको छु है साथीहरु। त्यो फाइनली साथीहरु मेरो गाउँमा चाहिँ यस्तै हो हैन। मेरो गाउँमा चाहिँ यस्तै हो साथीहरु है। के कस्तो लाग्यो है तपाईहरुलाई कमेन्टमा छोडिदिनु है त। के कस्तो लाग्यो मेरो गाउँ तपाईहरुले यसो कमेन्टमा छोडिदिनु ल साथीहरु। हेर्न सक्नुहुनेछ ब्याकग्राउन्डमा मेरो घर टक्क। आजलाई भ्लग चाहिँ यति नै है गाइजहरु। ल बाइ बाइ।